क्रान्ति गर्नुपर्छ अब हामीले नेपालीको म सबैलाई अनुरोध गर्न चाहन्छु झगडा गर्नु रोक्नुहोस् अब झगडा गर्नु रोक्नुहोस् काटमार गर्नु रोक्नुहोस् श्रमदानमा जोडिन आउनुहोस् को नेता बन्ने को ठुलो बन्ने भन्ने कुरा छोडिदिनुहोस् हर्कसँग नेता बन्न खोज्यो भन्नु होला होइन म नेता छैन तपाईँभन्दा फाटेको लुगा लगाएर आएको छु तपाईँभन्दा 10 कुरा धेरै काम गरिरहेको छु म कोही कसैको नेता बन्न चाहन्छु तर यो देशमा शान्ति होस् यो देशमा रगत नबगोस् भन्ने मेरो कामना हो तपाईँले साथ दिनुहुन्छ माफ गर्नुहोला अन्त्यमा म भावुक बने देशलाई माया गर्ने मान्छे हुँ म सोचिरहन्छु देशकै लागि बोलिरहन्छु देशकै लागि एक पाइला कदम 10 पाइला कदम 100 पाइला कदम जति छ यो देशकै लागि हिँड्छु तपाईहरु अब मैले भनेको बाटोमा हिँड्नुपर्छ मैले देखाएको मार्गमा हिँड्नुपर्छ ओ नेता बन्ने को ठुलो बन्ने भन्ने कुरा छैन मैले भने मलाई कसैले नमस्ते पनि नगर्नु म ठुलो मान्छे होइन म ठुलो मान्छे होइन मैले नमस्ते तर यो देश बदलेको हेर्न चाहने मान्छे म मेरो मार्गमा मैले देखाएको बाटोमा तपाईहरुलाई हिँड्नका लागि म विनम्रताका साथ अनुरोध गर्न चाहन्छु।